हे गाइज नमस्ते। म आज फेरि मेरो घर वरिपरि काम गरेको बारीमा काम गरेको भिडियो बनाउनेवाला छु। अनि युट्युबमा पनि राख्छु, प्लस फेसबुक पेजमा पनि राख्छु, अनि टिकटकमा पनि सानो सानो रिलहरू राख्नेवाला छु। हजुरहरूले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। माया नै मायाले टिकेको यो संसारलाई एउटा मलाई पनि माया गरिदिनु होला। ओके। अनि उही तपाईँको बगबगे चकचके के भन्छ नि, धेरै बोल्ने आज सानो भिडियो ल्याएर आउँछ अनि आउँदैछ। अनि त्यसको लागि हजुरहरूको सपोर्ट चाहिन्छ, माया चाहिन्छ होइन। गर्मीले हेर्नु न गाइस कस्तो काली काली भएको छु होइन। तर काली त के काली, लास्टै काली कालो छु क्या। अनि त्यसपछि म लागि मेरो बारीतिर आज बिदा होइन। वाउ, छुट्टी भनेपछि त सबैबाट छुट्टी हुँ जस्तो लाग्छ होइन कहिलेकाहीँ चाहिँ। तर सबैबाट छुट्टी भनेको चाहिँ सबैबाट छुट्टी भएर एकान्तमा आफ्नै धुनमा मस्त मगन भएर चाहिँ दिन बिताउँ जस्तो फिल हुन्छ नि त, टाइम स्पेन्ड गरौँ जस्तो फिल हुन्छ। सो म लागि तरकारी टिप्न है। अनि त्यसपछि तपाईँहरूलाई थाहा छ बजारमा बेच्न राखेको लट्टेको साग के। अनि मेरो बारी वरिपरि कता कता देख्न पाइन्छ, धेरै त छैन तैपनि मेरो बुढाले घाँस भनेर अनि उखाडेर फालिदिनुहुन्छ क्या। अनि मेरो बुढाको आँखा नपर्दै त्यहाँनिर होइन। अनि मैले गएँ, मेरो पालो फटाफट 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 टिपेर अनि कलेक्सन गर्न थालेँ है। अनि बारीमा साग टिप्दै थिएँ। अनि मेरो बुढा पछाडिबाट गुनगुन गर्दै हुनुहुन्छ, के भयो बुढा, किन गुनगुन गरिरा भनेको त। अब जे भयो भयो, अब लसुन त यस्तै पनि खेर गइहाल्यो, पानी पर्यो, आधी गाभा निस्क्यो, आधी के भयो। अब छोडिदेऊ, अब त्यही बाँकी लसुन जति छ घर अगाडिको क्या हुन्छ नि, अनि त्यो लसुन पनि निकालिदिएर अनि अब त्यो गरिदिनु पऱ्यो कि मकै रोपिदिनु पऱ्यो भन्न थाल्नुभयो। ल ठिक छ त्यसो भए भनेर। अनि धनियाँ फलिरहेको थियो गाइस है। म अलि पछिसम्म लसुन अलि पछि निकाल्छु भन्ने प्लानमा थिएँ नि त। अनि धनियाँ सनियाँ निकालिदिउरी है। अनि टक्क अनि मैले के सोचेँ भने अब सबै त खाली गर्नुपर्छ नि त त्यहाँ। अनि धनियाँ निकालिदिएँ। अनि तपाईँहरूलाई एउटा कुरा थाहा छ, यो साग हामी बच्चादेखि खाँदै आएको छौँ क्या। अनि यहाँ खाने मान्छेहरूलाई थाहा हुन्छ नि यो कति मिठो हुन्छ। यो सागलाई हाम्रो गाउँघरतिर नुनढिके साग भन्छ। हजुरहरूकोतिर के भन्छ है कमेन्टमा भन्नु होला है। कमेन्ट गर्न मन लागे भिडियो राम्रो लागेमा है। अनि त्यस पछाडि अस्ति नै मकै रोपेको थियो नि, मैले देखाएको थिएँ नि हजुरहरूलाई। अनि त्यहाँनिर सागहरू अलिकति बाँकी थोरै सानो सानो उम्रिँदै थियो क्या। अनि त्यो साग फालिदिन्छु भन्दै हुनुहुन्थ्यो मेरो बुढाले। नै एक साग हुन्छ नि त, अहिले बाहिरबाट किनेर खाँदा त 40, 30, 35 रुपियाँ मुठा भन्छ। आफ्नो बारीमा उम्रेको, चाहे त्यो छरेको होस् चाहे त्यो पहिलाको तोरी पाकेर झरेको उम्रेको होस्, त्यो आफ्नो बारीको भनेको आफ्नै बारीको हुन्छ बुढा भनेर मैले राखेको थिएँ नफाल्न दिएर होइन। अनि त्यसपछि आज काम लाग्यो टक्क। अनि त्यहाँनिर पनि थियो साग। अनि साग टिप्दै मेरो पालो फटाफट अब काम गर्नु छ भनेपछि त फटाफट गर्नु पऱ्यो अफिसली होइन। अनि त्यसपछिबाट अनि मैले साग लिएर अनि भाँडोमा अनि जम्मा गरेर राखिदिएँ होइन, राखिदिएँ। अनि त्यसपछि ल नि त बुढा के गर्नु, कामतिर लाग्नै पऱ्यो भनेर मेरो पालो। अनि धनियाँ थियो नि त, मैले तपाईँहरूलाई सानो सानो क्लिपमा धनियाँ पाकेको छ, धनियाँ पाक्न आँटेको छ भनेर राखेको थिएँ नि। त्यो धनियाँ पनि आज फाइनली जाँदैछ। कामै ठुलो केरा ए सानी, कामै ठुलो केरा हो। बिचमा टक्क होइन। अनि मेरो पालो हल्का हुन्छ नि। अनि एउटा भाइले बनाउनु भएको थियो नि त। अनि त्यही भाइको भोइसमा चाहिँ टक्क मैले अनि त्यो भिडियोमा राखिदिएको थिएँ हल्का सानो क्लिप होइन।
अनि मेरो पालो लसुन खन्न थालेँ होइन। अनि लसुनहरू निकालेँ, अनि निकालिसकेपछि फेरि त्यसपछि लसुनहरू टक्क अनि त्यहाँ निकाल्दै थिएँ। अनि मेरो बुढालाई पनि यता हेर त यता हेर त अरे। अनि के हो भनेको त यहाँ त जुडुवा पो छ त अरे होइन। अनि इङ्ग्लिसमा भन्नुपर्दा चाहिँ ट्विन्स, नेपालीमा भन्नुपर्दा चाहिँ जुडुवा। अनि त्यसपछि मैले मेरो बुढालाई जिस्काउँदै थिएँ कि बुढा अब जे होस् अस्ति नै त हामीलाई चाहिँ हाम्रो हाम्रो भाग्यमा खुसी दिएन है। अनि त्यत्रो खुसी आएको थियो तर पनि अनि गयो हाम्रो हातबाट। तर अहिले त ट्विन्स होला नि त यदि प्लान बनायो भने भनेर मैले जिस्केको क्या। अनि मेरो बुढा हाँस्दै हुनुहुन्थ्यो। अनि फाइनली हामीले लसुन ससुन त्यहाँनिर निकालिवरी टक्क राखिदिउँ होइन। अनि राखिदिएपछि अब चाहिँ पालो खन्ने, त्यसलाई हुन्छ नि त अब खनिवरी टक्क त्यो घाँसहरू सबै निकालेर अनि खनेर अनि त्यसपछिबाट अब मकै रोप्न तयार हुनुपर्छ भनेर भन्दै थिएँ होइन। अनि भनिरहेको थिएँ। अनि फेरि अझ त्यही साग भेटेँ गाइज है। मलाई कस्तो मनपर्छ, ओ माई गड आई लभ लट्टेको साग होइन। अनि अब यहाँ गाउँघरतिर पकाएर उसमा के अरे त्यो गाई भैँसीलाई दिन्छ होइन। अनि तर यहाँ चाहिँ मान्छेहरूले किनी खान्छौँ क्या, गाउँमा खान्नौँ भनेर नाक यस्तो गर्थ्यौँ हामीले। तर लास्टमा यो भनेको त यहाँ हिरा पो रहेछ है। अनि भनेर अनि त्यसपछिबाट फेरि अब के गर्नु त अनि भगवान् भोक लागिसक्यो है। अब काम गर्दा गर्दै भोक लाग्छ नि त। बिहानदेखि केही नखाएर अनि टक्क बारीमा बसेको थियौँ नि त। अनि त्यसपछि बुढाबुढी अनि मैले अनि अब त्यो त तरकारी खानु पर्ला, खासै राम्रो छैन लसुन। टक्क तरकारी पकाउँदाखेरि अगाडि राखिदिने, फ्राई गरिदिने। अनि त्यसपछि मिठो हुन्छ भनेर अनि लाग्यो त्यसलाई थन्काइ गर्दै। मेरो बुढालाई फेरि कस्तो हुन्छ भने टक्क क्या अनि हात खुट्टा चिटिक्क परेर धुन पर्छ क्या। अनि भनेर अनि मेरो बुढा हात खुट्टा धुँदै हुनुहुन्थ्यो। अनि त्यसपछि पानीले टक्क धोएर है अनि साबुन सुबुन लगाइहाल्ने कि फेरि पनि हामी बारीमा पस्नु छ नि त। तर छैन मेरो बुढा फेरि कस्तो हुनुहुन्छ भने टक्क जतिखेर पनि हात खुट्टा धुनु थाल्यो भने अनि टक्क साबुन सुबुन टक्क लगाएर अनि त्यस्तो हुनुहुन्छ। अब त्यहाँ लथलिङ्गै छ हजुर है। अब के गर्नु, यस्तै हो। अब काम गरेको आफ्नो लागि हो होइन। अब हुन्छ नि तर पनि भन्छ नि काम साँचेर आफूलाई, खाना साँचेर अरूलाई रे। ठिक छ त्यही पनि अब आज चाहिँ हामी दुवै बुढाबुढी मात्रै छौँ। मेरो बुढाले कफी घोड्दै हुनुहुन्थ्यो। अनि त्यसपछिबाट एक हामीले पहिल्यै बोइल गरेको थियौँ। अनि त्यसपछि एप्पल पनि काटेर राखेको थियौँ। अनि अब आज त बिस्किट छैन होइन, कफी अनि त्यसपछि एग्स अनि एप्पल काटेर अनि टक्क खायौँ होइन। खाएर अनि फेरि लाग्यौँ बारीतिर। अनि बारीतिर लागेपछि होइन अब त्यही त अनि फेरि बारीमा बुढाबुढीको भटमास मकै छर्नु पर्यो। अनि मेरो पालो तपाईँहरूलाई के थाहा छ होला, गाउँघरतिरको मान्छेहरूलाई आखिरी खाने भनेको बर्खामा खाने भनेको लट्टेको साग हो के। बोएर त्यो छरेर उम्रिन्छ नि त्यो खाले लट्टेको साग चाहिँ बर्खामा खाइन्छ। यो रायोको साग, पालुङ्गोको साग, चम्सुरको साग, यो अनेक थरी कहाँबाट चाइनाबाट इन्डियाबाट पठाउँछ नि। यो चाहिँ खासै बर्खामा राम्रो होइन होइन। बर्खामा खाने भनेको लट्टेको साग हो क्या। अनि त्यसपछिबाट त्यो लट्टेको साग पहिला छर्दिए। अनि त्यसपछि पालै पिलो बुढाबुढीले खन्यौँ होइन। अनि खनेर त्यसपछिबाट बारीलाई चाहिँ अब चिटिक्क पर्नु पऱ्यो नि त। बुढा म थाकेँ, तपाईँ एकचोटि खन्नु न भनेको। अनि त्यसपछि बुढाले खन्न थाल्नुभयो। अनि हेर्नु न यहाँनिर के हात हटायो भने हुन्छ। ल भयो हो गया। यस्तो हुन्छ है। यो टेक्निक हो कि होइन।
अनि गाइस त्यहाँनिर अनि मैले धनियाँको एउटा चाहिँ धनियाँ फल्दै थियो क्या, अनि धनियाँलाई टक्क उभाएर अनि मैले टेक्निक लगाएर अनि त्यहाँनिर बाँधेको थिएँ, अनि टेक्निक भन्दै थिएँ भन्ने देखाउँदै थिएँ नि त। बिचबिचमा बुढाबुढी रमाइलो गर्दै अनि फाइनली होइन त्यो सबै बारीसारी सबै कम्प्लिट भयो। यस्तो घाम लागेको थियो गाइज, हेर्नु न कस्तो घाम लागेको थियो के। घाम पनि कस्तो छ भने आजभोलि काठमाडौँको मौसम क्या है, बिहान एउटा, दिउँसो एउटा, बेलुका एउटा, राति एउटा हुन्छ नि। अनि एउटा टिकटकमा भाइरल भएको थियो नि, बेलुका के अरे ब्ल्याङ्केट अनि दिउँसो रेनकोट, सरी फाइनली गाई त्यो पनि रोपेर सक्यो होइन। अब टक्क लगाएर यस्तै छ होइन। अनि मकै मार्च लट्टीको साग थोरै चोलायो यसमा अस्ति नै रोपेको थिएँ नि यार मिलाएर आएछ। अनि यो सानो सानो सागहरू देखिरहेको छ नि, यो लट्टीको साग बर्खामा खाने, मकै पनि छ, प्लस यस्तो यस्तो सागहरू हुँदैछ नि त। अनि यहाँनिर भटमास होला केही सायद त्यस्तो। अब बारीमा धनियाँ पनि अब उम्रिँदैन हुँदैन, अब बर्खामा धनियाँ खासै राम्रो हुँदैन नि त। त्यही भएर अब यो धनियाँ निकालेर अनि मकै भटमास के रोपिदिएको। अब यो पनि केलाएर फ्रिजमा राखिदिनु पऱ्यो, टक्क पछिलाई खाने हुन्छ होइन। त्यही हो, मन परेमा कमेन्ट गर्नु होला, लाइक गर्नु होला, प्लिज किप सपोर्ट, थ्याङ्क यू। अनि त्यसपछि मेरो बुढाले चाहिँ टक्क खानासाना हामी अब भित्र पस्किन लगाएको, म खाना खाएर जान्छु सँगै खानुपर्छ भन्नुभयो। अनि बिहान हामीले त्यहीँबाट भने अब यहीँ नजिकै कुखुराको फार्म छ, अनि फ्रेस मासु पाउँछ। अनि ल्याएर अनि मासु पकाउनु भयो, फ्राई गर्नुभएको थियो बुढाले। अनि त्यसपछि हेर्नु न मेरो बुढा कस्तो फोहोरी भने के। अनि त्यही सानो पनि खान नसकेर लौ रे तिमीलाई खुवाइदिन्छु भनेर ल्याउ त क्यामेरा भन्दै हुनुहुन्छ फेरि। ल अन्त ठिकै छ अन्त, बुढाको पनि के मन दुखाइदिनु भनेर चाहिँ टक्क म लागे अनि गरेर ग्याम खानालाई। ओके बाई, थ्याङ्क यू।